म जहिले पनि अचम्ममा पर्ने चाहिँ के हो भन्दाखेरि हामीहरूको होइन चेतनशील प्राणी हो होइन, हामीहरूलाई हरेक कुराहरू थाहा हुन्छ। बट देन डगिजहरूलाई चाहिँ होइन के कुरा थाहा हुन्छ होला होइन, उहाँहरूको एउटा सेन्सेसको लेभल त हुन्छ नै होइन, तर उहाँहरूले खास गरी भनियो भने चाहिँ के कुरा सोचिन्छ होला, उहाँहरूको त्यो एउटा चेतना होइन कस्तो हुन्छ होला, के हुन्छ होला भन्ने जस्तो चाहिँ मलाई लाग्छ। म चाहिँ एकदमै यस्तो भरिभराउ लाइट्सको एरियामा छु होइन, अनि म चाहिँ यसरी दौडिरहेको यो अवस्थामा चाहिँ छु। दौडिनुपर्छ है, यसो चाहिँ यस्तो आनन्द छ है, कस्तो आनन्द छ। अनि यो आनन्दलाई चाहिँ मैले इन्जोय गरिरहेको छु है। कस्तो आनन्द। अनि मलाई एउटा यहाँ ठाउँमा आउँछ, यो ठाउँमा आयो कि मलाई चाहिँ म मेरो जापानिज लोक्यालिटिजमा आएको जस्तो मलाई चाहिँ अनुभूति हुन्छ कि है। आज यहाँ डगी बाहिर निस्किसक्छ छैन रहेछ, नभए त सधैँ म यताबाट हिँड्दाखेरि सधैँ यहाँ याकी तोरी छ कि ताको याकी भनौँ न, ताको याकी। आई ह्याड प्लान टु कम ओभर हियर है, मलाई चाहिँ आउने सोच मैले चाहिँ गरिरहेको छु, तर एउटा सर्टेन होइन टाइम फ्रेज चाहिँ एप्रोप्रिएट नभएको कारणले गर्दाखेरि चाहिँ म नआएको अवस्था हो है। लेट्स जस्ट है यहाँनिर हामीले हरेक कुरालाई चाहिँ भित्रैबाट मनन गर्ने हो भने होइन, हामीहरू चाहिँ एकदमै ज्ञानी मान्छे बनिन सक्छौँ होइन। हेर्छु यहाँनिर एउटा लाइट भएको भयो भने जसले गर्दाखेरि चाहिँ राम्रो हुन्थ्यो नि त है। भर्खर 5 बजेछ हौ, अनि मेरो घर लाग्छ नि त अहिले चाहिँ यसरी हिँडिरहेको अवस्था हो। म चाहिँ पुरै